विद्यालयको गेटमै साथीहरूसँग खेल्दै थिए 6 वर्षीय दिपेश। छातीमाथि चढ्यो घोडागाडी, विक्षिप्त परिवार। बाँकेको डुडुवा गाउँपालिका 6 सिखनपुर बकौली स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा 1 मा अध्ययनरत विद्यार्थी 6 वर्षीय दिपेश चमार कार्तिक 16 गते दिउँसो विद्यालयको गेटमै अस्ताए। दिउँसो करिब 1:55 बजे स्कुल बाहिर खेलिरहेका उनलाई सिमेन्ट बोकेर आएको घोडागाडी अर्थात् बग्गीले ठक्कर दियो। बग्गी उनको छातीमाथि चढेको थियो। विद्यालयका शिक्षक सुमित राणा लगायतले उनलाई तत्काल भेरी अस्पताल नेपालगञ्ज पुर्याएका थिए। तर भेरी अस्पतालले उनलाई तत्काल उपचार नगरेर सिधै रिफर गरेर नेपालगञ्जको सञ्जीवनी अस्पताल पठाएको आफन्त बताउँछन्। मृतकका आफन्तहरूको भेरी अस्पतालले तत्काल उपचार नगरेका कारण दिपेशको ज्यान गएको आरोप छ। मृतक दिपेशका बुवा रोजगारीको सिलसिलामा मलेसियामा थिए भने छोराको मृत्युको खबर पाएपछि आज मात्रै घर पुगेका छन्। यो हेर्नुहोस्। यो बाबुले यता खसेथ्यो त बुक्कीले छातीबाट चढायो त बाबुले होस थियो त हाइमे गर्न लागेथ्यो। बाबुले टिफिन टाइममा बच्चाहरूलाई खाजा हामीले खुवाइसके पछाडि हामी खाजा खान जस्तै बसेका थियौँ। त्यसको जस्ट 1-1.5 मिनट भनौँ खाजा खाना बसेकै थियौँ। त्यति 1-1.5 मिनट पछाडि बच्चा कुदेर गयो। सर यस्तो यस्तो भयो भनेर हामी दौडेर आउँदाखेरि बच्चालाई उ त्यहाँनिर हातमा समातेर बच्चाको स्थिति चाहिँ अब कस्तो थियो भन्दाखेरि पनि अब उसको टाउको मतलब उसले आफै कन्ट्रोल गर्न सकिराखेको थिएन। यहीँ मतलब ज्यान त थियो, सास त लिइराखेको थियो। अनि त्यो हुँदाखेरि बच्चालाई त्यहाँ उ गरिसके पछाडि उसको गार्जेनलाई उहाँ दाइले खबर गर्नुभयो। दाइले खबर गरिसकेपछि गार्जेन आइसकेपछि तुरुन्तै फेरि त्यही 2-3 मिनटको अन्तरालमा बाइकमै बसेर एम्बुलेन्सलाई बोलाउने हो भने टाइम बढी लस हुन्छ। यहीँको एकजना सर हाम्रो हुनुहुन्छ सतरन कुमार सर, उनलाई बसालेर उनलाई उता पुर्याइसके पछाडि त्यो जुन त्यो बुग्गी जुन थियो नि घोडा उसलाई चाहिँ यता गराएर यहाँ स्कुलभित्रै, किन भन्दा ऊ चाहिँ भाग्यो भने पछि हामीलाई झन् गाह्रो हुन्छ भनेर उसलाई चाहिँ यहीँ भित्र हामीले राख्यौँ। त्यो भइसकेपछि उता उपचार गर्न लागि अनि उसलाई इपरकामा खबर गरेर उसलाई इपरकाको जिम्मा लगाएर हामी पनि हस्पिटल गएको हो। बुग्गी चाहिँ यतादेखि त्यो चाहिँ मैले प्रत्यक्ष उ गरेन, उहाँहरूको भनाइअनुसार स्पिडमै थियो। हजुर बच्चा स्कुल ड्रेसमै थियो है? हजुर स्कुल ड्रेस युनिफर्ममै थियो सर। बच्चा अब स्कुल आएको टिफिन टाइममा टिफिन खाएर उनीहरू जस्ट अब टिफिन खाएर बच्चाहरू जुन 1-5लाई स्कुलले नै प्रोभाइड गर्छ टिफिन। त्यस पछाडिको अरू माथिल्लो क्लासहरू घर जान्छन् खाना। एक त यो बााउन्ड्री पनि छैन स्कुलमा, अनि यहाँ बााउन्ड्रीहरू भएको भए यतै हामीले उ गर्थ्यौँ होला। बााउन्ड्री छैन, बच्चाहरू यताबाट पनि निस्किने उताबाट पनि निस्किने भएको हुनाले उनी घरै जान्छन् खाना खान। त्यही क्रममा त्यो टिफिन टाइममा त्यो घटना भइसके पछाडि हामीहरू उता गयौँ। त्यस पछाडि मतलब बच्चाको त्यतिखेर सास थियो कि नै? यहाँ थियो भेरीमा लाग्दासम्म पनि थियो। भेरीमा लाग्दासम्म थियो, किन भन्दा भेरीले रिफर गरेको त्यो मरेको मान्छेलाई त पक्कै उसले रिफर गर्दैन नि त। सरले यहाँ मलाई त्यही भन्नुभयो, हामीलाई यहाँदेखि रिफर गर्यो। त्यस पछाडि भेरीले रिफर गरिसके पछाडि उता गइसकेको लगभग एकछिन पछाडि डेथ भयो। चोट चाहिँ कता कता थियो बाबु? चोट बाहिरी चोट केही पनि थिएन। उहाँहरूको भनाइअनुसार चक्का जुन छ नि यसरी माथि चढेको छातीमाथि। छाती। अब यो बच्चाहरूलाई नै थाहा होला। थियो कति वर्षको? कति वर्षमा कतिमा पढ्ने? बच्चा कक्षा 1 मा पढ्ने हो। वर्ष उसको कति 6 वर्षको। नाम के हो? दिपेश चमार। अहिले परिवार कहाँ हुनुहुन्छ बच्चाको? बच्चाको घर चाहिँ यहीँ 500 मिटर जति नजिकै छ। अनि परिवार उहाँको बुवा चाहिँ मलेसिया हुनुहुन्थ्यो, सायद आज आउनुभयो। आज हिजो राति आइपुग्नुभयो। आज चाहिँ अब त्यही लिन जाने कुरा थियो। हिजो हामीले त्यही पोस्टमार्टमको लागि हामीलाई बोलाउनु भयो। हिजो शोक बिदा पनि गऱ्यौँ हामीले अनि त्यो गरिसके पछाडि हिजो चाहिँ उहाँ नआएसम्म हामीले लास नलिने जस्तो कुरा गर्नुभयो। त्यही भइसके पछाडि आज चाहिँ अब के गर्दैछन् अहिले त हामीलाई पनि थाहा छैन। हिजो चाहिँ आइसक्नु भएको छ, उहाँको बाबा आइसक्नु भएको छ। अब हस्पिटल चाहिँ जानुभएको छ जस्तो मान्छु म। अब यस पछाडि के हुन्छ त्यो चाहिँ परिवारको अवस्था के छ, के जानकारी? उहाँको परिवार त अब एकदमै के भन्नु, अब त्यो त नहुने घटना भइहाल्यो। अब उहाँको परिवारको स्थिति त सर अब हामीले हेर्न नसक्ने स्थितिमा छ। रोएर अस्तिदेखि त्यही दिनदेखि नै उतै लगेर जानुभएको थियो। सञ्जीवनीबाट जब यता ल्यायौँ नि त्यहाँ पछिको अवस्था उहाँको एकदमै
बच्चा बाहिर निस्क्यो, खेलिरहेको थियो। त्यही क्रममा चाहिँ बुग्गीले आएर ठोक्यो ठेलगाडाले। ठेलगाडाले ठोक्ने बित्तिकै पीडितहरू जो चाहिँ बच्चाको फ्यामिली हुनुहुन्छ उहाँले तुरुन्तै भेरी हस्पिटलमा लिएर आउनुभयो। करिब 2:15 को करिबको समय हो एक्सिडेन्ट भएको, तर 2:30-35 मा चाहिँ उहाँहरू यहाँ पुगिसक्नु भएको थियो। यहाँ भेरी अस्पतालमा ल्याएर बच्चालाई चाहिँ यसो यसो भएको छ भनेर भन्दाखेरि उहाँहरूले चाहिँ तुरन्त उपचारै सुरु गर्नु भएन, सिधा सञ्जीवनी अस्पतालमा चाहिँ रेफर गरिदिनु भयो। र त्यो रेफर गर्ने क्रममा कम्तीमा बच्चाको अवस्था हेरेर तत्काल चाहिँ उपचार सुरु गर्दै गयो। बच्चाको बाहिर चोट केही पनि थिएन, हल्का हल्का मात्र थियो। यदि उहाँहरूले चाहिँ उपचार समयमा सुरु गरिदिएको भए बच्चा बाँच्ने प्रबल सम्भावना थियो। तर उहाँहरूले चाहिँ कुनै वास्ता गर्नु भएन, मात्र रेफरमा चाहिँ बढी फोकस गरेर उहाँहरूले चाहिँ तुरन्त रेफर गरिदिनु भयो। अब भेरी अस्पतालबाट चाहिँ नर्सिङ होम जानको लागि तपाईँले बाटोमा यदि हेर्नुभयो चाहिँ ट्राफिक एकदमै हुन्छ होइन। एउटा बिरामी बच्चालाई चाहिँ कति केयर गरेर लगेर जानुपर्छ। त्यहाँ पुग्दा पुग्दै बच्चाको चाहिँ मृत्यु भएको छ। अब यसको जवाबदेही को हुने होइन? विद्यालय त एकदमै असंवेदनशील भयो होइन, उसले चाहिँ एकदमै चाहिँ लापरवाही गर्यो होइन। एक्सिडेन्ट भन्ने कुरा चाहिँ तपाईँको चाहिँ गरेर भएर हुँदैन कि अकस्मात हुने कुरा हो। अब त्यो भएर चाहिँ ल्याउने भनेको चाहिँ भेरी हस्पिटलमा हो होइन। भेरी हस्पिटलमा ल्याउँदाखेरि पनि यदि समयमा उपचार भएन र रेफरलाई मात्र ध्यान दियो भनेपछि आज एउटा बच्चाको ज्यान गएको छ। फेरि यो बच्चा मात्र होइन, कतिपय ज्येष्ठ नागरिकहरू चाहिँ यस्ता रेफरको चाहिँ शिकार हुनुभएको छ र उहाँको चाहिँ नचाहँदै चाहिँ ज्यान गएको छ। रेफर मात्र सल्युसन होइन। यो हस्पिटलमा चाहिँ तपाईँको एमआरआईको सुविधा छ, तर त्यो जहिले पनि तालचा लगाएको हुन्छ। अल्ट्रासाउन्डको सुविधा छ, जहिले पनि तालचा लगाएको हुन्छ। अस्ति पनि बच्चा ल्याउँदाखेरि चाहिँ करिब 2:30 बजीतिर बच्चा यहाँ आइपुगेको थियो, तर पनि उसमा तालचा लागेको थियो। अल्ट्रासाउन्डमा पनि एमआरआईमा पनि तालचा लागेको थियो। किन त्यो भइरहेको छ? यहाँको जुन इक्विपमेन्टहरू चाहिँ किन त्यो युज नहुने? जहिले पनि बाहिरबाट गर्नुहोस् गर्ने कुरा छुट्टै, तर यहाँको जुन सुविधाहरू छ, सेवाहरू छ, त्यो किन नदिने टाइममा र किन त्यो प्रयोग नगर्ने? यहाँको चाहिँ सुप्रिन्टेन्डेन्टले पनि एकदमै त्यो होइन हामीले चाहिँ गर्न खोजेको तर भएन। तपाईँले के गर्न खोज्नु भएको? रेफर गर्न खोज्नु भएको। रेफर त गर्नुभयो, बच्चाको त ज्यान गयो होइन। अब यसको जवाबदेही को हुन्छ? र भेरी अस्पताल चाहिँ कहिले सुध्रिन्छ? आइसियूमा कहिले पनि बेड पाएन। आम नागरिकले कहिले पनि बेड पाउँदैन। जहिले पनि तपाईँको चाहिँ त्यो बेड पाउनको लागि चाहिँ डक्टरसँग पुरा एकदम गुलामी जस्तो गर्नुपर्छ। डक्टरको हात खुट्टै ढोक्न जानुपर्छ, डाक्टर साहब प्लिज एउटा आइसियूको बेड गराइदिनु पर्छ। तर उहाँहरू चाहिँ मान्नु होइन, बेडै खाली छैन, हामीले के गर्ने भनेर चाहिँ जवाब दिनुहुन्छ। तर एउटा डक्टर टु डक्टरले चाहिँ फोन गरेर मेरो चाहिँ निजी मेडिकलको के भन्छ तपाईँको बिरामी छ, आइसियूको बेड चाहियो भने चाहिँ उहाँहरूको लागि फेरि अग्रिम तयार हुन्छ। किन विभेद? आम नागरिकसँग चाहिँ किन विभेद? डक्टरको निजी मेडिकलको लागि चाहिँ बेड पाइने भेरी अस्पतालको चाहिँ आइसियूको बेड, तर आम नागरिकको लागि किन बेड छैन? हाम्रो प्रश्न त्यहाँनिर हो। किन समयमा उपचार भएन? हाम्रो प्रश्न त्यहाँनिर हो। किन चाहिँ क्रिटिकल केसमा चाहिँ किन भेरी अस्पतालको चाहिँ डक्टरहरू चाहिँ बायस भइदिन? किन जवाबदेही नहुने? किन टाइममा चाहिँ उपचार भएन? हाम्रो प्रश्न त्यहाँनिर हो। त्यसको लागि चाहिँ हामी यहाँ अहिले साथीहरू हुनुहुन्छ, अरू पीडितहरू पनि हुनुहुन्छ, जसको चाहिँ बच्चा गएको छ, उहाँहरू हुनुहुन्छ। अहिले बच्चाको चाहिँ पोस्टमार्टम भइरहेछ। अब हामी चाहिँ त्यो पोस्टमार्टम सकिसकेपछि अहिले दाह संस्कार गर्ने कुरा चाहिँ हेरौँ के हुन्छ, छलफल गरेर अगाडि कसरी जाने हामी त्यसमा चाहिँ लाग्छौँ।